हेलो गाइज, वेलकम टु माई न्यू ब्लग, न्यू डे न्यू ब्लग। अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। हेलो एभ्रिवान। अरू केही भन्न छ मेरो ब्लगमा? डु सब्सक्राइब, न्यू च्यानल हो, सबैले सपोर्ट गरिदिनु होला। सही मेरो दिदीले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ। आज चाहिँ हामी दुईटा भएर भैरवमा जाँदैछौँ। चाहिँ म जानुभन्दा पहिला यहाँ टेलरको काम सकाएर जानेवाला छौँ। हेर्न सक्नुहुन्छ दिदी चाहिँ टेलरमा पसिसक्नु भएको छ। यहाँ चाहिँ दिदीको काम केही भन्न छ? केही भन्न छैन है, मलाई रिसिभ सक्यो। त्यहाँ दिदीको काम चाहिँ तिनीहरूले गरिदिन्छ नि, त्यही भएर हामी दिदीलाई एकदम छिटो दिइहाल्छ। अब चाहिँ हामी अर्को टेलरमा जानेवाला छौँ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ म रेडी भइसकेको छु। अनि यहाँ चाहिँ मेरो भाइ छ, मेरो चाहिँ लास्टै फोन हेर्छ। अनि दिदी चाहिँ उता चोकमा हुनुहुन्छ। अनि हामी चाहिँ चोकमा गएर मैले सामान लिएर जान्छु। अनि त्यहाँ गएर चाहिँ हामी भेट भएर अनि त्यहाँबाट जान्छौँ। बाई बाई। गाइज, अहिले चाहिँ हामी अटोमा छौँ। अनि हामी चाहिँ एकछिनमा हाम्रो डेस्टिनेसनमा पुग्छौँ। अरू नहीं, कुछ नहीं। मैं बहुत थकी हूँ। मैं मोमो, एक प्लेट मोमो तन का के मैंने 20 पीस मोमो खाए। मेरे को बहुत अच्छा लग रहा है अभी। मैं इतनी भूखी थी ना। सब प्यारे मैं इसकी इसकी बाकी भी खा गई सब। सीरियसली गाइस, ये नहीं बड़ी, देखिए बड़ी ये ऐसे ही नहीं है, ये बहुत खाती हूँ मैं। गाइस, हामी चाहिँ यहाँ आइसकेको छौँ। कस्तो आजको लागि हामी भिडियो यहीँ इन गर्छौँ। भोलि चाहिँ हामी नयाँ जोस रङसँग हामी भोलि बिहान फेरि आउनेछौँ न्यू ब्लग लिएर। त्यस्तो समय स्टे ट्युन गाइज।